सम्मानीय सभामुख महोदय, आज विभिन्न विनियोजित शीर्षकहरूमा बोल्ने क्रममा मैले आफ्नो अभिव्यक्ति शिक्षा क्षेत्रमा राख्न चाहिरहेको छु। शिक्षा बिना कुनै पनि देश यो ब्रह्माण्ड अगाडि बढ्न सक्दैन। त्यसकारण यसको मानवलाई मानव बनाउन, मानवलाई मानवतावादतिर लैजान, ब्रह्माण्डको संरक्षण र विकासका निम्ति शिक्षाको आवश्यकता छ। तथापि अहिले विश्व फरक तरिकाले गएको छ। प्रविधिको विकासले फरक तरिकाले सोचेको छ। तसर्थ मैले पूर्वीय दर्शनको अत्यन्तै महत्त्वपूर्ण पाठबाट मैले आफ्ना कुरा राख्न चाहे। महाभारतको अन्तपछि इच्छा मृत्यु लिएका भीष्म पितामह बाणशय्यामा थिए। त्यस समयमा भगवान कृष्णले पाण्डवहरूलाई लिएर जान्छन् र भन्छन्, त्यति बेला प्रयोग गरेको शब्द, हे महामानव, तपाईको ज्ञान पाण्डवहरूलाई सिकाइदिनु पर्यो, बुझाइदिनु पर्यो, पढाइदिनु पर्यो भन्दा भीष्म पितामह भन्छन्, ज्ञानको खानी देवकी नन्दन यही हुँदा हुँदै मेरो ज्ञानको के अर्थ हुन्छ भन्दा भगवान कृष्णले हात जोडेर भन्छन्, हे महामानव, मसित ज्ञान छ तर मसित अनुभव छैन। अनुभव तपाईसित छ। अनुभव ज्ञानको स्रोत हो। आज हामी विभिन्न क्षेत्रमा डिग्री हासिल गरेका छौँ, तर हामी अनुभवबाट सिक्न सकेका छैनौँ। नेपालीले यति धेरै अनुभव छ, यहाँ बहुसांस्कृतिक, बहुधार्मिक, यो इतिहास, यो देश अमेरिका बन्नुभन्दा 8 वर्ष अगाडि बनेको, पाणिनि ऋषिदेखि श्रृङ्गे ऋषिसम्मले यही क्षेत्रबाट ज्ञान हासिल गरेको। पाणिनि ऋषिको व्याकरण अहिले नासाले प्रयोग गरेको, त्यो पनि शिवजीको डम्बरुबाट व्याकरण सिर्जना गरेर अहिले नासाले प्रयोग गरेको। त्यो अनुभव के तिनी सबैले डिग्री हासिल गरेका थिए? विदेश गएर पढेका थिए? पढेका थिएनन्। त्यसकारण अहिले हामीले अनुभवबाट सिक्न पर्ने छ। त्यसकारण हाम्रो शिक्षा नीति कस्तो हुने? हाम्रो शिक्षा नीति म बाँचु, म खाऊँ र अरूले सम्पन्न भएको देशमा जाउँ, बाउआमा छोडौँ भन्ने शिक्षा नीति गर्ने कि मानवतावादी शिक्षाको हामीले सुरुवात गर्ने? यो सबैभन्दा ठुलो चुनौती अहिले हामीसित छ। जसरी पनि हाम्रो बच्चा फर्स्ट हुने, चोरेर होस्, पढेर होस्, जसरी पनि हाम्रो बच्चाले धेरैभन्दा धेरै पैसा कमाउने, अरू सबैलाई गरिब राखेर, वरिपरि गरिब राखेर बिचमा ठुलो घर बनाउने शिक्षा नीति दिने। आफ्नो समाज, आफ्नो धर्म, आफ्नो संस्कृति, आफ्नो रीतिरिवाज छोडेर, चटक्कै छोडेर जाने, न नागरिकता न पासपोर्टको भ्यालु लेस गराउने शिक्षा नीति दिने, यो सबैभन्दा ठुलो चुनौती यही हो हाम्रो। के हामीले गरेनौँ त? हामीले केही कुरा गऱ्यौँ। के हामीले समयअनुसार चल्न सक्यौँ त? हामी समयअनुसार चल्न सकेनौँ। किन? के हामी हाम्रो पुर्खाभन्दा अगाडि छौँ त? छैनौँ। किन छैनौँ? हाम्रो पुर्खाले यो देशमा 27,000 भन्दा बढी स्कुलहरू खोलिदिएका थिए। अहिले हामी 15,000 स्कुल मर्ज गर्दैछौँ। 13,000मा हामी झार्दैछौँ। हाम्रो बच्चाहरू, सरकारी स्कुलमा पढ्ने बच्चाहरू अरबतिर जान्छ। प्राइभेट निजी स्कुलमा पढ्ने +1 A+ ल्याए पनि, A ल्याए पनि, B ल्याए पनि ऊ चाहिँ युरोप, अमेरिका, अस्ट्रेलियातिर जान्छ। हामीले हाम्रो देशप्रति विश्वास गर्ने शिक्षा बनाउन सकेनौँ नि? कि यो दोष हाम्रो मात्रै हो? हाम्रो मात्रै दोष होइन। यसको दोष को हो त? हर्क गुरुङ भन्नुहुन्छ, जब हामीले नयाँ शिक्षा सुरुवात गऱ्यौँ त्यही दिनबाट नेपाललाई अरू पर निर्भर बनाउतिर गयौँ। त्यसलाई हामीले करेक्सन गर्न खोज्यौँ त? हामीले करेक्सन गर्न खोजेनौँ। तसर्थ
हामीले अनुभवबाट सिक्न खोजेनौँ। भगवान कृष्ण ज्ञानको खानीले पनि अनुभवलाई बढावा दिनु हो, तर हामी अनुभवबाट सिक्न खोजेनौँ। हामीले यति धेरै राजनीति परिवर्तन गर्यौँ, यति छोटो समयमा विश्वले यति छोटो समयमा यति ठुलो उपलब्धि राजनीति परिवर्तन गर्न सकेको छैन, कम क्षतिमा। तर त्यसबाट हामीले सिक्न सकेनौँ। हामीलाई बाढी पहिरो जान्छ, हामीकोमा भूकम्प जान्छ, हामीकोमा कोरोना आउँछ, त्यसबाट हामीले कसरी नयाँ संरचना नयाँ विकास गर्ने भन्ने कुरा त्यसबाट सिक्नै खोजेनौँ हामीले। त्यहीँनिर हामी चुक्यौँ। त्यसकारण हामीले अहिले आज एउटा प्रतिबद्धता हुनुपर्छ। हामीले नेपालमा मानवतावादी शिक्षाको विकास गर्नुपर्ने आवश्यकता छ। त्यसका निम्ति के रहेछ त भन्दा अहिले दुनियाँ कहाँ जाँदैछ त भन्दा अब स्किल, तिमीले एमए पढ्यौ कि तिमीले पिएचडी गर्यौ कि भन्ने होइन। मेरो आवश्यकता, मेरो देशको आवश्यकता कहाँबाट पुरा हुन्छ भन्दा स्किलबाट पुरा हुन्छ। तिमीले त्यो अनुसार समयको रफ्तार अनुसार तिमीसित स्किल छ कि छैन, त्यसको आधारमा हाम्रो आवश्यकता पुरा हुन्छ। यसरी हामी जानुपर्छ। त्यसकारण हामी फरक तरिकाले सोचौँ। अब फरक तरिका प्याराडाइम हामीले हिँडेको बाटोले हाम्रा युवाहरूलाई विश्वास दिन सकेन। हामीले हाम्रा युवा राख्न सकेनौँ। सरकारी स्कुलमा पढ्नेहरूलाई अरब पठायौँ, A+ ल्याएर पैसा खर्च गरेर निजी स्कुलमा पढाएका बच्चाहरूलाई हामीले अमेरिका, बेलायत, अस्ट्रेलियामा पठायौँ। उहाँ रोजगारी नपाएर बिचल्ली, अरब जाने पनि बिचल्ली, यहाँ बस्ने पनि बिचल्ली, बाहिर जाने पनि बिचल्ली, यहाँ चाहिँ वृद्धस्थल हुन थाल्यो। त्यसकारण हामीले नयाँ तरिकाले सोचौँ। त्यो सोचाइ अहिले हामी 10वटा मन्त्रालयको बारेमा कुरा गर्दैछौँ, चाहे परामर्श होस्, चाहे गृह होस्, चाहे रक्षा होस्, चाहे जल स्रोत होस्, चाहे स्वास्थ्य होस्, सबै यही शिक्षाबाट आउने त हो नि। त्यसकारण शिक्षा राम्रो भएन भने हामी अगाडि बढ्न सक्दैनौँ। त्यसकारण हामीले यसको बारेमा विशेष ध्यान दिनुपर्छ भन्ने कुरा मलाई लाग्छ। आज बजेट कति छुट्टियो, यसको कुनै मिनिङ हुँदैन। बजेटले गर्ने होइन, हामीले कस्तो ठाउँमा हामीले प्राप्त गरेको बजेटलाई खर्च गर्यौँ। आज के छ त विश्वको ट्रेन्ड के भन्छ त? आज विश्वमा 4-5वटा महत्त्वपूर्ण ठाउँहरू छन्। लद्दाख, भारतको लद्दाख, त्यसले के गरेको छ? त्यसले ढोका खोल्दाखेरि ज्योमेट्रिक पढ्न पाइन्छ, ढोका बन्द गर्दा गणित पढ्न पाइन्छ, त्यहाँको घर छाउँदाखेरि त्यसले ब्रह्माण्ड सिकाउँछ लद्दाखले। तर हामी तराईमा पनि टिन र सिमेन्ट, हिमालमा पनि टिन र सिमेन्ट लैजान्छौँ। तराईमा गर्मीमा त्यो टिन र सिमेन्टले पोल्छ, हिमालमा पहाडमा त्यो टिन र सिमेन्टले चिसो हुन्छ। त्यसको भूगोल अनुसार हामीले कसरी विकास गर्नुपर्छ भनेर सोचेनौँ। विदेशी आउँछन्, यो गरिदिने भन्छन्, हस्ताक्षर गर्छौँ। मेरो देशको समाज के हो, संस्कृति के हो, भूबनोट के हो, मेरो बच्चाले के बन्नुपर्छ, मेरो देशको इतिहास के हो भन्ने कुरामा हामी चुक्यौँ। त्यसकारण हामीले मुलुक छोड्दाखेरि हामीले एक थोपा आँसु चुहाउन सकेनौँ। यही हामीले अहिले ज्ञान दियौँ। अब फिनल्यान्डमा के छ त? हामीले बच्चा फर्स्ट हुने भन्यौँ, फर्स्ट गराउने, चोरेर होस् पढेर होस्, अभिभावकलाई पनि फर्स्ट हुनु पर्यो छ, स्कुललाई पनि फर्स्ट हुनु पर्यो छ। तर हामीले नेपालमा बस्ने, नेपाल बुझ्ने हामीले दिन सकेनौँ। त्यसै कारणले हामीले फर्स्ट हुने मात्रै खोज्यौँ, मानवतावादी शिक्षा दिन सकेनौँ। त्यस कारणले हाम्रो अहिले फिनल्यान्डमा नो कम्पिटिसन, बच्चाहरूलाई अब प्रतिस्पर्धी हुन नदिने, तैँले जित्ने कि मैले नजित्ने भन्ने होइन, सबै मिलेर मुलुक बनाउने, समाज बनाउने, बुझ्ने यो शिक्षा सुरु भयो। भुटानले कसरी गर्यो त? 46 सालको परिवर्तनपछि मैले भाषण गरेको छु। हाम्रो राजाले, हाम्रो पञ्चायतले नेपाललाई भुटान बनायो भनेर हामीले भाषण गऱ्यौँ। आज भुटानको शिक्षा नीति, भुटानको प्रगति विश्वको रङ्गमञ्चमा नाच्न थाल्यो। आज हामी कहाँ छौँ? भुटानको कसरी सुधार्यो त भन्दा भुटानको राजाले पहिला स्कुल हेरे, त्यहाँको पाठ्यक्रम हेरे, ओहो भनेर पहिला आफ्नो छोराछोरी सरकारी स्कुलमा लाए। के आवश्यकता छ गर्दै गर्दै जाँदा भुटानको शिक्षा नीति अहिले सबैभन्दा राम्रो भयो। हामीले कहीँ खोज्यौँ ठुला कुरा गर्ने, ठुला भाषण गर्ने, हामीले हाम्रा बच्चा बच्चीहरू बनाउन सक्यौँ कि हामीसित थिएन त? हामीसित बुढा निगन्त थियो नि त। पैसा भएकाले पैसा तिरेर पढ्थे, नभएकालाई गाउँबाट स्कुलले लिएर आएर गरिबका छोराछोरीहरू पढ्थे। द्याट इज नो क्लास, द्याट इज नो कास्ट। हामीले सिक्न खोज्यौँ,
हामीले सिक्न खोजेनौँ। त्यसकारणले हामीले देशलाई वृद्ध स्थल जस्तो बनाउन थाल्यौँ। त्यस्तै चीनमा छ, के छ चीनमा भन्दा अहिले विश्वमा प्रविधिमा हरेक कुरामा अगाडि बढ्दैछ। उसको डेस्टिनेसन छ, 5 वर्षभित्रमा के गर्ने उसको देशको टार्गेट छ, राष्ट्रपतिको भनाइ छ। 5 वर्षभित्रमा 1 घन्टामा 500 किलोमिटर दौड्न सक्ने ट्रेन बनाऊ, कार्बन रहित सूर्य बनाऊ र अहिलेको बच्चाहरूलाई 5 वर्ष बच्चा मुनिको बच्चाले 25वटा क्यारेक्टर सिक्नै पर्ने। के सिक्ने? उसले सुरक्षित हुन पर्यो, उसले आफ्नो आउने पाहुनालाई कसरी स्वागत गर्ने र कसरी बिदाई गर्ने सिक्नै पर्यो, खेल कसरी गर्ने, कसरी पढ्ने, कसरी सुरक्षित हुने, आगोबाट होस्, बिजुलीबाट होस्, ग्यासबाट होस्, कसरी सुरक्षित हुने र पेट दुख्दा के औषधि खाने सिक्नै पर्ने 5 वर्षको बच्चाले, 5 वर्ष मुनिको बच्चाले। त्यसै प्रगति गरेका छन् दुनियाँ राष्ट्रले, हाम्रो जस्तो गरेर प्रगति गरेका छन्। मान्य सदस्य, 1 मिनेट बाँकी। त्यसकारण यो तरिकाले पनि हामीले सिक्न पर्यो। हामीले केही गरेका छैनौँ होइन, हाम्रो विश्वविद्यालय हामीले धेरै खोल्यौँ, तर विश्वविद्यालयलाई कसरी अगाडि बढाउने? पुरानो विश्वविद्यालय बन्द हुँदै जाने, नयाँ विश्वविद्यालय खोल्दै जाने हाम्रो नीति। भएकोलाई राम्रो बनाउने होइन। त्यसकारण अनुसन्धान, व्यावहारिक, प्राविधिक ज्ञान र जीवन पर्याप्त काम लाग्ने शिक्षा हामीले बनाउनु पर्यो। त्यसका निम्ति सही मान्छे सही ठाउँमा ल्याउनु पर्यो। अहिले शिक्षकहरू शिक्षा ऐन आउँदैछ, शिक्षा ऐनमा सरकारी स्कुलहरू कमजोर भए भनेर भएन, तिनै शिक्षकले धानेका थिए। त्यसकारण शिक्षामा नयाँ पाठ्यक्रम बनाउनु पर्यो। शिक्षा नीति विद्यार्थी, शिक्षक, अभिभावक, समाज, संस्कृति, मूल्याङ्कन यी सबै जोडिएको बल्ल शिक्षा हुन्छ। हामीले एउटा मात्रै कुरा गर्छौँ। त्यसका निम्ति सबैभन्दा राम्रो हेडमास्टर चाहिन्छ। जहाँ राम्रो लिडर भयो त्यो देश बन्द रहेछ, जहाँ राम्रो हेडमास्टर भयो त्यो स्कुल बन्द रहेछ, जहाँ नेतृत्व राम्रो भएन त्यो देश लथालिङ्ग हुँदो रहेछ, जहाँ हेडमास्टर राम्रो भयो त्यो स्कुलमा हजारौँ विद्यार्थी पढ्न आउँदो रहेछन्। त्यसकारण हेडमास्टरको निम्ति छुट्टै दरबन्दी क्रिएट गरौँ र त्यो स्कुल जिम्मा दिउँ, तब मात्रै हामी अगाडि बढ्न सक्छौँ। तसर्थ अहिले आउने शिक्षकहरूले अहिले थामिदिए शिक्षकहरूलाई उनीहरूले राहत स्वरूप शिक्षकले गोल्डन हेडसिक माग्नलाई 4 लाख माग्नुहुन्छ भने 8 लाख दिउँ, तर शिक्षामा नयाँ प्रवेश गराउँ, नयाँ जेनेरेसनलाई प्रवेश गराउँ। एउटा सहसचिव भएको मान्छेलाई म शिक्षामा गएर म हेडमास्टर वा म शिक्षक भएर पढाउन पाऊँ भन्ने लालायित गराउने हामीले शिक्षा नीति बनाउनु पर्यो। त्यसरी पो मुलुकको विकास हुन्छ। मुलुक बनाउन भाषणले बन्दैन भन्ने कुरा हामीले बुझ्नुपर्छ। तसर्थ म सभामुख मार्फत आग्रह गर्न चाहन्छु, हामी केही गरेका छौँ, निराश भएर पनि हुँदैन। शिक्षाले आशा जगाउने हो, शिक्षाले महम भन्ने सिकाउने हो, शिक्षाले मानवता सिकाउने हो। त्यसकारण हामीले समयअनुसारको पाठ्यक्रम स्किल भएन भने अहिले मेरो पढाइले, म अहिले डक्टर गरेको छु, मेरो पढाइले के काम लाग्छ? मैले बिजुली बत्ती गए बनाउन जान्दिनँ, धारा बिग्रो बनाउन जान्दिनँ, मेरो कपडामा आइरन नहुन जान्दिनँ, मैले खाना बनाउन जान्दिनँ। म त के छ भन्नुहुन्छ भने सभामुख महोदय म सिद्धाउँदैछु, मेरो त के छ भन्नुहुन्छ भने कमसेकम स्वावलम्बी बनाऊ, स्वावलम्बी नागरिक बनाऊ र यो मेरो देशसित गौरव गर्ने गराउँ। अहिलेको आवश्यकता यही हो, शिक्षा नीतिले खोजेको यही हो, देशले खोजेको यही हो, समाजले खोजेको यही हो, मेरो इतिहासले गौरव गर्ने यही हो। आज संसारमा नेपाल भन्छ, संसारले नेपालको भूमण्डलले कदर गर्छ, तर हामी आफ्नै देश चिन्न सकेनौँ। हाम्रो शिक्षा नीतिले मेरो देश चिनोस्, मेरो इतिहास चिन्ने बनाउन सकौँ, यही कुरा आवश्यकता छ। धन्यवाद। मान्य सुनिता बराल।